आरओआई रिटर्न अन इन्भेस्टमेन्ट अर्थात् लगानी प्रतिफल। बिजनेसमा सक्सेसको एउटै प्यारामिटर हो प्रफिट अर्थात् नाफा। अनि त्यो नाफालाई वैज्ञानिक ढङ्गले मेजर गर्ने सबैभन्दा स्मार्ट टुल हो आरओआई अर्थात् रिटर्न अन इन्भेस्टमेन्ट। आरओआईले तपाईँको लगानी कति फ्रुटफुल भयो भनेर देखाउँछ। यसको फर्मुला एकदमै सिम्पल छ। आरओआई बराबर गेन फ्रम इन्भेस्टमेन्ट माइनस कस्ट अफ इन्भेस्टमेन्ट डिभाइडेड बाई कस्ट अफ इन्भेस्टमेन्ट इन्टु 100। मानौ उदाहरणका लागि यदि तपाईँले रु 1 लाख डिजिटल मार्केटिङमा खर्च गर्नुभयो र आम्दानी रु 1,50,000 भयो भने तपाईँको आरओआई हुन्छ 50%। यसको अर्थ तपाईँको नाफा 50% रह्यो भनेर थाहा हुन्छ। आरओआईले तपाईँलाई आफ्नो कुन लगानीले बढी नाफा दिइरहेको छ भनेर स्पष्ट देखाउँछ, जसले गर्दा तपाईँ आफ्नो बिजनेस डिसिजनहरूलाई अझ स्मार्ट र डेटा सेन्ट्रिक बनाउन सक्नुहुन्छ। त्यसैले हरेक सफल व्यवसायीले आफ्नो आरओआई ट्र्याक गर्नै पर्छ। थ्याङ्क यू।